के भयो भाइ नमस्ते अस्ति पनि भेट्नु भएको नि त के भयो सन्चै हुनुहुन्छ सन्चै छु यस सहयोगको लागि हो दिदी को हो यो हजुर तपाईँको को हो छोरी हो दिदी छोरी हो कहाँ घर हजुर हजुर ए तिमीलाई मैले अस्ति कहाँ भेटेको थियो अस्ति मास्क खोल त हजुर ए अस्ति उतै भेट्नु भएको थियो अब त्यो 6 महिनाको डेट छ तिमी भाग्यौ अस्ति हजुर यो लिएर भाग्या हो होइन हँ भागेछ एउटा भाइ भागेको थियो कि लिएर होइन होइन यसो ठगी गरेर त हिँड्नु भएन नि त होइन दिदी कसम मलाई यस्तो सहयोग चाहियो भनेर भन्ने हो कि बुझ्यौ नि बाटो बाटोमा अब यो बिचारा ट्याक्सी चालकसँग मागेर नगरपालिकाले पनि यस्तै भनेको थियो बाबु यसमा गएपछि फेरि एक्सिडेन्ट पनि हुन सक्छ तिम्रो नम्बर ल्याउ त मलाई हजुर नम्बर ल्याउ त तिम्रो मलाई दिदी मुझे पनि त नम्बर भएन नम्बर ल्याउ म यतै दिदी सधैँ आउँछु आउँछु खै त तिमी यति सच्चा भए भए तिमीले मलाई नम्बर दिन्थ्यो किन दिएनौ नम्बर हो त्यो त हो दिदी यसरी मागेर खाएर कति दिन चल्छ भन न हो दिदी यस्तो फोटो देखाएर अर्काको छोरछोरीको फोटो खिचेर देखाएर होइन दिदी यो कति दिन चल्छ भन त तिमीलाई होइन दिदी यो मैले ढाँटेको भन त कति दिन चल्छ भन त बरु काम खोज्यौ भने म काम खोजिदिन्छु बुझ्यौ काम गरेर खाँदा के हुन्छ